हेलो, नमस्कार मेरो मिनी ब्लगमा हजुरहरूलाई सबलाई स्वागत छ। हामी चाहिँ पोखरा घुम्न जान आँटेको। हामी चाहिँ मेरो घरबाट भिडियो गर्ने बिर्सेछ। अनि त्यहाँ गएर भिडियो गरेर यहाँ मेरो बाबुले हेरिरहेछ, मेरो बुढाले गाली हाकिराख्नु भएको छ। अनि भिडियो बनाउँदै इन गरेर म चाहिँ एकदम इन गरेर बसिरहेँ। यो अनि त्यो चाहिँ हामी जाँदैछु है। अनि जाँदै गएपछि कस्तो पाहाडमा के घरहरू। अब म त फर्स्टली घुमेको नि त, अब देखेको नि त। कस्तो पाहाडमा जाने यसरी राम्रो सुन्दर मिनी भ्लग बनाउँदै हिँडिरहेको थियो। अनि मेरो बुढो मेरो बुढाले गाडी खाली गर्दै हुनुहुन्छ कि 4 बजीतिर गाडी खाली बुझेर आफै ल्याएर नै त्यसपछि म यहाँ मन्दिर घुम्न गएँ। बिर्सिरहेको भ्लग बनाउन फेरि अरे फर्किने बेलामा भ्लग बनाएको। त्यहाँ त बेगर मान्छेहरू यत्तिकै थियो कि फेरि हामी घुमेर आएर 2 ठाउँ खाली गर्नु पर्ने थियो कि। अनि त्यहाँ खाली गरेर आएर यो फेरि भोलिपल्टको भिडियो हो कि यो चाहिँ फेरि मन्दिर घुमेर आएर चुक हेर्नु मेरो छोरा त्यहाँ टाँसेको गुडिया त्यस्तो उक्काएर फ्यालेँ कि कति चुक आउँछ आम्मामा कति चुक फेरि। अनि त्यसपछि हामी चाहिँ खाली गरेर घरतर्फ लागेँ। अनि म त खालि घरिघरि नै राति सुतेँ कि खानासँग खाएर। अनि त्यो भिडियो बनाउनै बिर्सिरहेको। फेरि बिहान उठेर भिडियो बनाएर मेरो बाबु सुतिरहेको, मेरो बुढा भर्खर उठ्नु भएको थियो, म पनि उठेँ। हामी यो चाहिँ फेरि हेटेरोमा आएर चिया खाँदै थियो नि त। खाँदै थियो अनि हामीले चिया चाहिँ खाँदै थियौँ। फेरि बाटोतिर लागेँ। अनि त्यहाँ एक ठाउँ होटेलमा आएर भिडियो बनाउनु मैले बिर्सिसकेँ। यो भिडियो बनाउने बानी नभएर होला, त्यस्तो दिमागमा नजाने रहेछ कि। यो चाहिँ घर आएर लुगासुगा धोएर बाबुलाई नुहाएर दुध खुवाएर सुताएको मैले। दिउँसो बाई।